Yeah, boy. गाडी पाए चाहिए पनि छ गाडीको ड्राइभर छैन Yeah, boy. अब चोरी गाडी लागिन्छ पुरा A few moments later. Amo ko uy da. Gori dai tu sa to. Yes gori dai. Eh, दादा के हो? गाडी किनेर त डर छ त जा त दिनु अब. ना म अगाडि बस्छु नि गर्दा. कसलाई गाडी ना गाडी त दामी छ कि त आम्बो हडिनहरु पनि किनेर छ. नयाँ किनेको मैले यहाँ जाउँ न दा 1.5 लाख लानु न दा हामीलाई. अब परसम्म जान लाग्यो अलिकति गाडी अलिक बिग्रेको छ मेरो कि के होला? यो अलिकति माइक बेला बेला बोल्नु पर्छ यसमा ह माइक हेलो 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 खोइ त सुन्दैन त गाडी स्टार्ट छैन कसरी माइक बज्छ त ना स्टार्ट गर्नु गाडी चलाउनु पर्छ गाडी चाहिँ कसरी चलाउँछ स्टार्ट गर्ने कुन चाहिँ हो यो के हो त्यसको कहिले गाडी चलाएको हो कसो गाडी पनि देखियो भने त्यसको मलाई जेगौ दा त्यही नौ अब सिलगढीबाट आएको कि उता थाकिरहेको छु पुरा ती अनि त्यही भएर गाडीमा आज रेस्ट गरेको अब गाडी लगेर जानुपर्छ नि घर अब कसै जाउँ सकेको पनि छुइनँ आज यहीँ छोड्छु होला गाडी यहीँ जान्छु म घर तातिरहेको छ कि गाडी पुरा ओइ आएको एकछिन सिलगढी लोकल खेपेर आएको एक लोकल ए अनि अब घर आएको अब घरमा गएर खाजा साजा खाएर फेरि जानुपर्ने छु ऊ ए अनि म पनि जान्छु नि अन्त कहाँ म त अब घर गएको ए अन्त आएर ल ओइ गाडीमै छोडेँ के हो होइन गाडीमा लक गरिन होइन हेर्दै जानुपर्छ को छ गाडीमा त्यही मान्छे केटाहरू छैन हौ यहाँ ओइ के गरे गाडीमा होइन हामी त त्यसै यहाँ बसिरहेको गाडीमा कस्तो गाडी अरे गाडीमा चल्छ होइन ओइ भाइ ओइ ओइ छिटो बस कोही भाइ अहिले त म त निकाल छिटो निकाल बाटोमा भएको गाडीमा त यसरी बस्नुहुन्छ सोध्नु पर्नु पर्दैन अलिकति दाजु भाइ गोरे भाइ के भएको थियो गाउँको सबसे सिधा केटा सोचे थियो त होइन गाडी खुला थियो म त चढेँ गाडी खुल्ला छ भने चाहिँ दाजुको गाडीहरू चिन्दैन छ सरी त अबदेखि चढ्दिनँ चला छैन सला नि झन् कस्तो मैले राम्रो सम्झेको दाजु भाइ केही चढाएको छैन ओइ 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 भाइ यसलाई हेर्ला म भित्र चाहिँ गाडी कस्तो राम्रो सम्झे ओइ भाग्छ हेरे गाडी पनि घुमाइछ यसले हो गियर पनि चलाइछ मैले केही मलाई चढा गाडी चढाउनु त्यो दुईटा भाइ चाहिँ कहाँको हो भने त भने त्यही मेरो गाउँको भाइहरू आएर चढे म त गाडी किनेको भने नाम भन तिनीहरूको नाम भन नाम चिन्दिनँ म त को आएर चढे तेरो गाउँको भनिस् त भर्खर त म आफै यो खाली खुला दिएर चढेको त अन्त दाजुको गाडी तिमी कल गर्नुपर्छ नि अब गर्छु त एकछिन चाहिँ भेट्छ है भाइ बे बढ्दिन्छ भाइ दाजु गाडी हेर्नु यो गाउँमै आउँदिन त आउँदिन पल्लो गाउँको भाइ होइन साला आउँदिन त